सम्पूर्ण दर्शक महानुभावहरूलाई आज मिति 2082 साल मङ्सिर 3 गते बुधबारको दिन गोरखापत्रमा प्रकाशन भएको वस्तुगत प्रश्नोत्तर श्रृङ्खलामा हार्दिक स्वागत गर्न चाहन्छु। अब सुरु गरौँ आजको प्रश्नोत्तर श्रृङ्खलाहरूबाट। प्रश्न नम्बर 1बाट सुरु गर्दैछु। प्रश्न नम्बर 1मा रहेको छ, नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो? उत्तर विक्रम सम्वत 2082 तत्सम्वत सन् 2025 नोभेम्बर 17 देखि सुरु भएको हो। खेल सञ्चालन मिति 2082 साल मङ्सिर 1 गतेदेखि 27 गतेसम्म हुने भनिएको छ। खेल स्थान त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर काठमाडौँमा हुने रहेको छ। सहभागी टोली जम्मा 8वटा छन्। जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली एक्स गरी कुल 8वटा सहभागी टोलीहरू रहने भनिएको छ। त्यसै गरी पुरस्कार राशिको कुरा गर्दाखेरि प्रथम पुरस्कार रु 1 करोड 10 लाख, दोस्रो पुरस्कार रु 51 लाख, तेस्रो पुरस्कार रु 25 लाख र चौथो पुरस्कार रु 15 लाख क्रमशः रहेको छ। अब यसका थप श्रृङ्खलाहरू हजुरले यसको बारेमा एनपिएलको बारेमा पढ्नुहोला। त्यसै गरी अब म लाग्दैछु प्रश्न नम्बर 2। प्रश्न नम्बर 2मा रहेको छ, राष्ट्रिय कर दिवस 2082 को अवसरमा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने संस्था कुन हो भन्ने प्रश्न रहेको छ। उत्तरमा रहेको छ नेपाल दूरसञ्चार प्राधिकरण। 2082 सालको करमा चाहिने नेपाल दूरसञ्चार प्राधिकरणले सबैभन्दा बढी कर तिरेर सम्मानित भएको रहेछ। त्यसै गरी सबैभन्दा बढी कर तिरेर सम्मानित हुनेतर्फ व्यक्तिगत आयतर्फ राजबहादुर शाह रहेका रहेछन्। एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेसनल रहेको रहेछ। वस्तु निर्यातको कारोबार गर्ने मध्ये सबैभन्दा बढी कर दाखिला गर्नेमा डाबर नेपाल प्राली रहेको छ। यो तथ्याङ्कहरू हजुरलाई काम लाग्न सक्नेछ, यसलाई पनि हजुरले नोट गरेर पढ्नुहोला। बैंक तथा वित्तीय संस्थातर्फ चाहिँ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले सबैभन्दा बढी आयकर तिरेको रहेछ र स्वास्थ्य तथा शैक्षिक संस्थानतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले तिरेको रहेछ। त्यसै गरी विभिन्न संस्थाहरूले तिरेको बारेमा र सम्मानित भएको कुराहरू यहाँ लेखिएको छ। वार्षिक कारोबारका आधारमा 50 करोडदेखि 1 अर्बसम्मको कारोबार गर्ने सिडिएस एन्ड क्लिनरिङ लिमिटेड हो है, जुन चाहिँ नेपालको सबैभन्दा पछिल्लो सार्वजनिक संस्थानको रूपमा पनि परिचित रहेको छ। अब लागौँ प्रश्न नम्बर 3तिर। प्रश्न नम्बर 3मा आन्तरिक राजस्व विभागले केन्द्रीय बीजक प्रणालीको सुरुवात कहिले गरेको हो भन्ने प्रश्न रहेको छ। आन्तरिक राजस्व विभागले चाहिने विक्रम सम्वत 2074 मङ्सिर 1 गतेदेखि के गर्यो त भन्दाखेरि केन्द्रीय बीजक प्रणालीको सुरुवात गरेको हो। प्रश्न नम्बर 4, विवाहित महिलाहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड 2025 को उपाधि जित्ने प्रतिभा को हुन् भनेर प्रश्न रहेको छ। उत्तरमा रक्षा पन्त बुटवलबाट हुनुहुन्छ है त। त्यसै गरी 2082 कार्तिक 29 गते राजधानीमा सम्पन्न प्रतिस्पर्धामा 24 प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वर्ल्ड 2025 को उपाधि चुमेकी हुन्। अब जाउँ प्रश्न नम्बर 5। प्रश्न नम्बर 5मा रहेको छ, नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स एआई स्थापना केन्द्र कहिले भएको हो भनेर सोधिएको छ। अर्थात् नेपालमा एआई केन्द्र स्थापना गरिएको छ हालसालै। यसको उत्तर विक्रम सम्वत 2082 कार्तिक 24 गते नेपालमा एआई केन्द्र स्थापना गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एआई केन्द्रको स्थापना गरिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यसको स्थापना गर्नुभएको हो। त्यसै गरी अब लागौँ हामी अर्को प्रश्नतिर। अब रहेको छ अर्को प्रश्न। प्रश्न नम्बर 6, इमान्दार भयौ भने तिमीले धेरै साथी बनाउन नसकौला, तर जति बनाउँछौ साँचो साथी मात्र बनाउनेछौ भन्ने व्यक्ति को हुन् भनेर एउटा भनाइरहेको छ। यो भन्ने व्यक्ति चाहिने जोन लिलिन रहेछन्। उहाँले चाहिने यो एउटा भनाइ भन्नुभएको रहेछ जुन विश्व प्रसिद्ध रहेको छ। अब जाउँ हामी प्रश्न नम्बर 7, व्यथित साहित्य सम्मान 2082 कसलाई प्रदान गरियो? उत्तर डाक्टर तुलसी प्रसाद भट्टराईलाई यो सम्मान प्रदान गरिएको रहेछ। प्रश्न नम्बर 8, दृष्टिविहीन महिला T20 विश्वकप प्रतियोगिताको आयोजक राष्ट्र कुन हो भनेर सोधिएको छ। यसको उत्तर भारत र श्रीलङ्का। खेल सञ्चालन 2025 नोभेम्बर 11 र 23 सम्म हुनेछ।
यो संस्करण चाहिँ पहिलो रहेको छ। प्रश्न नम्बर 9 22औं अन्तर्राष्ट्रिय कर सम्मेलनका लागि तय गरिएको मिति कुन हो? विक्रम सम्वत 2082 मङ्सिर 2 गतेदेखि 5 गते, तत्सम्वत 2025 नोभेम्बर 18 देखि 21 काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलनका लागि मिति तय गरिएको छ। अब जाउँ हामी प्रश्न नम्बर 11 तिर। इन्डोनेसिया सरकारले राष्ट्रिय नायक उपाधि कसले प्रदान गर्यो? पूर्व राष्ट्रपति सुहार्तो सन् 2025 नोभेम्बर 10 मा उहाँलाई प्रदान गरिएको हो। राष्ट्रपति प्रभो सुबियान्नतोको अध्यक्षतामा आयोजित एक विशेष समारोहमा सुहार्तोलाई राष्ट्रिय सम्मानको उपाधि प्रदान गरिएको हो भनेर यहाँ लेखिएको छ। अब जाउँ हामी प्रश्न नम्बर 11। सगरमाथाको सबैभन्दा धेरै पटक आरोहण गर्ने गैर शेर्पा आरोही को हुन्? उत्तर रहेको छ बेलायतका केन्टन कुल। 51 वर्षीय बेलायती पर्वत आरोही केन्टन कुलले सन् 2025 मे 18 मा 19औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन्। अब हामीले बुझ्नु पर्यो कि यो शेर्पा बाहेक पनि एकजना अर्को व्यक्ति छन् जसले सबैभन्दा बढी के गरेका छन् त भन्दाखेरि सगरमाथा आरोहण गरेका छन्। अब जाउँ हामी प्रश्न नम्बर 12। नेपालका तर्फबाट आणविक ऊर्जा सम्बन्धी कन्ट्री प्रोग्राम वर्क फ्रेम CPF मा कहिले हस्ताक्षर भएको हो? उत्तर सन् 2022 सेप्टेम्बर 27 मा। एसियाली विकास बैंक ADB ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कति हो भनेर प्रश्न रहेको छ। यसको अवधि जम्मा 4 वर्षको हुने रहेछ। 2025 देखि 2029 सम्म रहेको छ। 14 नम्बरमा गोपाल प्रसाद रिमाल पुरस्कार 2082 बाट सम्मानित हुने स्रष्टा को हुन् भनेर यहाँ प्रश्न छ। कवि मन्जुल मेघराज शर्मा नेपाल चाहिँ नै सम्मानित हुनुभएको छ। र प्रश्न नम्बर 15 मध्य प्रदेशको सदरमुकाम जनकपुरमा प्रथम राष्ट्रिय शिक्षा सम्मेलन कहिले सम्पन्न भयो? उत्तर विक्रम सम्वत 2082 असार 10 गतेदेखि 11 गतेसम्म। र 16 नम्बरमा विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 वटा हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् भन्दाखेरि दावा यामजुम शेर्पा दोलखाबाट हुनुहुन्छ। यो चाहिँ हजुरले एकदमै नोट गर्नुहोला भन्न म चाहन्छु, किनकि दावा याङजुम शेर्पाले चाहिँ नि विश्वका 8000 मिटर भन्दा अग्ला 14 वटा सबै हिमालको सफल आरोहण गर्नुभएको छ है त। हामीलाई थाहा छ विश्वमा 8000 मिटर भन्दा अग्ला 14 वटा हिमाल छन् है। तिनीहरू सबैको आरोहण चाहिँ कसले गर्नुभयो त भन्दाखेरि दावा याङजुम शेर्पाजीले गर्नुभएको हो। यो चाहिँ हजुरले याद राख्नुहोला। प्रश्न नम्बर 17 प्रश्न नम्बर 17 एकल साहसिक यात्रा सोलो एडभेन्चर ट्राभल गन्तव्यको सूचीमा 2025 मा नेपाल कतिौं स्थानमा रहेको छ? उत्तर 7औं स्थानमा। अब जाउँ प्रश्न नम्बर 19 प्रकृति मैत्री देशको सूचीमा विश्वमै पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो? प्रकृति मैत्री देशको सूचीमा विश्वमै सबैभन्दा पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो भन्नेको उत्तरमा नेपाल छ है। रोयल स्विडिश एकाडेमी अफ साइन्सको तर्फबाट स्पिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञान सम्बन्धी विश्व प्रसिद्ध जर्नल कोलम्बियोमा प्रकाशित प्रतिवेदन अनुसार नेपाल विश्वकै सबैभन्दा प्रकृति मैत्री देश बन्न सफल भएको छ है त साथीहरू। अरू देशमा नेपाल 100-200 को स्थानमा सूचकाङ्कमा रहे पनि यो प्रकृति मैत्री देशमा चाहिँ 1 नम्बरमा रहेको छ। त्यसैले भनिन्छ नेपाललाई प्रकृतिको धनी देश भनेर। अब जाउँ हामी प्रश्न नम्बर 19 17औं ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? उत्तर सन् 2025 जुलाई 5 देखि 6 रियो डी जेनेरियो ब्राजिलमा सम्पन्न भएको हो। G7 भन्नाले ब्रिक्स भन्नाले ब्राजिल, चाइना, इन्डिया, दक्षिण अफ्रिका र हाम्रो ब्राजिलहरूले एउटा सम्मेलन, भारतहरूले सम्मेलन गर्ने गर्छ, रुसहरूले। यो चाहिँ ब्रिक्स देशहरूको सम्मेलन 2025 जुलाई 5 देखि 6 सम्म भएको हो ब्राजिलमा। यिनीहरूले चाहिँ नै बहुध्रुवीय विश्व निर्माण गर्ने कोसिस गर्दैछन्। यो पनि हजुरहरूले ख्याल राख्नु होला। प्रश्न नम्बर 20 बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय कहिले सुनाएको हो? उत्तर सेप्टेम्बर 17 2025 मा उहाँलाई मृत्युदण्डको सजाय सुनाइएको हो। हामीहरूलाई थाहा छ बङ्गलादेशमा जनविद्रोह भएको थियो, विद्यार्थी विद्रोह भएको थियो, जसमा शेख हसिना नेतृत्वको सरकारले आन्दोलनको दमन गरी 1400 भन्दा बढी विद्यार्थीहरूको नरसंहारपूर्वक हत्या गरिएको थियो र त्यसमा त्यहाँको अदालतले उहाँलाई जन्मकैद नभएर मृत्युदण्डको फैसला सुनाएको हो, जुन 2025 नोभेम्बर 17 का दिन सुनाएको हो।
साथीहरू, आजको लागि वस्तुगत प्रश्नोत्तर श्रृङ्खला यति नै थियो र यहाँ हजुरहरूले विषयगत प्रश्नोत्तर श्रृङ्खला पनि पढ्न सक्नुहुनेछ। आजको लागि धन्यवाद। हजुरहरूको दिन शुभ बितोस्। जय नेपाल।